यो कथा हो एउटा छुचो बुढाको। बुढा आफ्नो 3 दर्जन परिवारसँग एउटा सानो घरमा अटाइ नअटाइ बस्ने गर्छ। अब 3 दर्जन परिवार कसरी भन्नाले बुढोको आमा, छोरा, बुहारी, नाति, पलातीसँग टोटल 36 जना। तर बस्नको लागि भने एउटा मात्र सानो घर छ र यो सानो घरलाई पनि यिनीहरूले गोदाम भन्दा पनि गए गुज्रेको बनाइसकेका छन्। ठाउँ धेरै नहुनाले यिनीहरू सबै कोचाकोच बस्ने गर्छन्। यिनीहरूको कुनै पनि आफ्नो पर्सनल प्राइभेसी छैन, किनकि यिनीहरूसँग एउटा मात्र टोयलेट छ जहाँ दिनभरि त त्यही छुचो बुढो नै बस्ने गर्छ। त्यही भएर सानोदेखि ठुलोसम्म एकअर्काको सामुन्ने नै लुगा फेर्छन् अनि नाङ्गै भएर लुगा फेर्न यिनीहरूलाई एकअर्कासँग लाज पनि लाग्दैन। छुचो बुढाले केही वर्ष पहिला आफ्नो आँखा गुमाएको कारणले इन्सुरेन्समा थुप्रै पैसा पाएको थियो, तर उसले यो पैसा आफ्नो परिवारमाथि खर्च गर्न चाहन्न। जबकि उनीहरूको परिवारमा धेरै गरिबी छ। जब पनि उसको नाति उसँग पैसा माग्न आउँछ, बुढाले उसलाई पैसा त दिन्न तर पिटी लहटी दिन्छ। अझै भएन भनेर बुढो सुत्ने बेला आफूसँग बन्दुक लिएर सुत्छ, किनकि बुढालाई थाहा छ कि घरमा कसैले न कसैले ऊ सुतेको बेला पैसा चैट पारिहाल्छ। त्यही भएर बुढाले एउटा आँखा पनि रातभरि झिमिक्क पार्दैन। रातभरि जागेर आफ्नो पैसाको निगरानी गर्ने गर्छ। अझै बुढाको बोकापन्ती अहिलेसम्म गएको छैन। बुढी होस् कि तरुणी, उसले कसैलाई पनि जिस्काउने मौका छोड्दैन। बुढालाई बुढी भए पनि पुग्छ, अझै तरुणी भए त झन् उसको लटरी नै लागिहाल्छ। उसले आफ्नो एउटा आँखाले जुन केटीलाई पनि आँखा झिम्काउने गर्छ, अनि उसको एउटा मात्र आँखा भएको हुनाले उसले आँखा झिम्काएको केटीहरूलाई थाहा पनि हुँदैन। जे होस्, उनीहरू बस्ने ठाउँमा उनीहरूको छिमेकीहरू एकदमै शरीफ र इमान्दार छन्। उनीहरूसँग कुनै पनि काम नभएको हुनाले उनीहरूले चोर्ने गर्छन्, तर एकदमै इमान्दारीले है। भन्दै गर्दा उनीहरूले मुखैमा मैले तिम्रो सामान चोरे है भनेर चोर्ने गर्छन्। छुचो बुढाको ठुली छोरीले पैसाको लागि जे पनि गर्न सक्छ, अनि उसको कान्छी छोरीले घरमा पोछा लगाउने गर्छ। एक दिन दिदी बहिनी एकअर्कासँग यसै बारे कुरा गर्दै थिए। बहिनीले दिदीलाई भन्छ कि तैँले पैसाको लागि जे गर्छेस् त्यो एकदमै लाज मर्दो छ, जसमा दिदीले जवाफ दिन्छे कि तैँले काम गर्ने भन्दा त ठिकै छ। अनि बुढाको कान्छो छोरो केटी भनेर चट्ट परेर भयभरेका बोकाहरूलाई झुक्काउने गर्छ अनि झुक्काएर पैसा पनि लुट्ने गर्छ। यो घरमा गरिबी यति धेरै छ कि यिनीहरू दिनभरि एक छाकको लागि एकअर्कासँग लुछालुछ गर्छन्। यता बुढाले भने आफ्नो पैसाहरू केटीमाथि र रक्सीमा खर्च गर्छ, अनि झ्यापको तालमा उसले बिर्सने गर्छ कि उसले पैसा कहाँ खर्च गर्यो भनेर। त्यही भएर सधैँ उसले आफ्नो पैसा घर आएर गिन्ने गर्छ। पैसा लुकाएको ठाउँ कसैलाई पनि थाहा नहोस् भनेर उसले पैसा झिक्ने बेला आफ्नो आमाको टाउको ढाकिदिने गर्छ, अनि उसको आमाले अहिलेसम्म पनि थाहा पाइन कि उसले यस्तो किन गर्छ भनेर। एक दिन घरमा सबैलाई थाहा भइसक्यो कि बुढियाको पेन्सन पाक्यो भनेर। यो कुरा थाहा हुँदा बित्तिकै सबैजनाले बुढियालाई झाइकुटी पारेर जबरजस्ती तानेर पेन्सन अफिसमा लैजान्छन्, अनि पैसा पाउँदा बित्तिकै सबैजना खोसाखोस गरेर बुढियालाई एक्लै छोडेर त्यहाँबाट फुर हुन्छन्। लास्टमा बच्चाहरूले बुढियालाई घर लिएर जान्छन्। उनीहरूसँग पैसाको तङ्गी यति धेरै छ कि उनीहरू पैसाको लागि जे पनि गर्न सक्छन्। यता छुचो बुढो भने आफ्नो पैसा मात्र आफ्नो ऐयासीमा उडाउने गर्छ। बुढो झ्याप भएर सुतेको बेला उसले एउटा सपना देख्छ कि उसको परिवारले उसको पैसा भेटाएर आफ्नो मनमर्जी पूरा गरिरहेका छन्। यो देख्दा बित्तिकै ऊ आत्तिँदै उठ्छ अनि आफूले पैसा लुकाएको ठाउँलाई चेक गर्न थाल्छ। त्यो ठाउँमा चेक गर्दा उसले पैसा भेटाउँदैन। पैसा नभेटाएपछि ऊ बौलाउन थाल्छ। उसले आफ्नो घरको सबै सामान छितरबितर पारिदिन्छ। उसलाई शङ्का थियो कि उसको छोराले उसको पैसा चोर्यो भनेर। उसले राम्रोसँग नबुझी शङ्कै-शङ्कामा आफ्नो छोरामाथि गोली चलाइदिन्छ, जसले गर्दा उसलाई जेल भइहाल्छ। तर पैसा दिएर ऊ छिट्टै छुटी पनि हाल्छ। यता घरमा सबैजनाले उसको पैसा खोजिरहेका छन् तर भेटाएका छैनन्। त्यहाँ छुचो बुढो सरासर आउँछ अनि खुरुखुरु टोयलेटमा गएर आफ्नो पैसा झिक्छ। एक्चुअली बुढाले टोयलेटमा पैसा लुकाएको थियो र यो कुरा उसले झ्यापको तालमा बिर्सिएको थियो। बुढो पैसा झिकेर जाँदा बित्तिकै त्यहाँ सबैजनाले एउटा केटालाई लोत पाराले पिट्न थाल्छन्, जसले भनेको थियो कि मैले टोयलेट चेक गरिसकेँ भनेर। बुढो रक्सी तान्नको लागि जब एउटा ठाउँमा जान्छ, उसले एउटा प्रोस्टिट्युटलाई देख्छ। बुढो उसको सामुन्ने जान्छ अनि उसँग कुरा गर्न थाल्छ। उसले भन्छ, म एकदमै एक्लो छु, मलाई घरमा कसैले पनि माया गर्दैन, मात्र मेरो पैसा मसँग खोज्न खोज्छन्। बुढोले यो प्रोस्टिट्युटसँग धेरै मजा गर्छ। सँगै खाएर पिएर रमाएर बुढोले आफ्नो घर पनि लिएर आउँछ। घर ल्याएर आफ्नो बुढीलाई भन्छ कि आजदेखि यो मेरो अर्को बुढी हो। बिस्तारै बिस्तारै बुढो त्यो प्रोस्टिट्युटसँग घुल्न मिल्न थाल्छ। उसले ऊ माथि धेरै पैसा उडाउने गर्छ, जबकि उसले अहिलेसम्म आफ्नो पहिलो बुढी र आफ्नो छोराछोरी माथि 1 रुपियाँ खर्च गरेको छैन। बुढाले त्यो प्रोस्टिट्युटलाई ल्याएदेखि आफ्नो सबै परिवारलाई हेला गरिरहेको छ, जहाँ उसको सबै परिवार उसँग
एकदमै रिसिएका छन् अनि अब उनीहरूले बुढालाई माथि पुर्याउने प्लान गर्छन्। अर्को दिन सबैजना चर्चमा जान्छन् अनि चर्चमा गएर सबैजनाले बुढालाई मार्ने प्लान गरिसके। सबैजना चर्चबाट एउटा ट्रकमा खाजिएर एउटा रेस्टुरेन्टमा जान्छन् जहाँ छुचो बुढो बसेर अय्यासी गरिरहेको थियो। उनीहरू यो रेस्टुरेन्टमा पुगेर उसको खानामा जहर मिलाइदिन्छन्। बुढोले त्यो खाना ग्वाम्म खान्छ अनि एकछिनपछि उसले थाहा पाउँछ कि त्यो खानामा जहर मिसिएको छ भनेर। अनि ऊ तडपिँदै भुइँमा पल्टेर आफ्नो परिवारलाई भन्छ कि मलाई थाहा छ तिमीहरूले नै यो खानामा जहर मिसाएका हो। म मर्नभन्दा पहिला पुलिसलाई गएर यो कुरा भनिदिन्छु कि तिमीहरूले मलाई मार्न खोज्दैछौ भनेर। यति भन्दै त्यहाँबाट बुढो जसोतसो पुलिस स्टेसनको लागि निस्कन्छ जबकि ऊ पहिला हस्पिटल जानुपर्ने थियो किनकि बुढाले आफूलाई बचाउन होइन उनीहरूलाई फसाउन चाहन्छ। ऊ गइ त रहथ्यो तर जहरले गर्दा ऊ धेरै टाढा जान सक्दैन। ऊ त्यही नदीमा पल्टिन्छ। अब बुढाले त्यो जहर मिसाएको खाना धेरै खाएको थिएन, मात्र 1 चम्चा खाएको थियो। त्यही भएर उसले आफ्नो मुखमा औँला हालेर त्यो खानालाई बाहिर निकाल्दिन्छ जसले गर्दा बुढो एकछिनपछि ठिक भइहाल्छ। बुढो राति आफ्नो घर पुग्छ अनि त्यो घरलाई रक्सी छर्केर आगो लगाइदिन्छ। ऊ बुटोमा चढेर आफ्नो परिवारलाई मरेको हेर्न चाहन्थ्यो तर आगोले हानि पुग्न भन्दा पहिल्यै सबै परिवार बाहिर निस्कन्छ। सबै परिवार बाहिर निस्केर बुढालाई बुटामा देख्छन्। उनीहरू अचम्म पर्छन् कि यो बुढो कसरी जिउँदो बच्यो भनेर। तर त्यो भन्दा बढी उनीहरू बुढोसँग एकदमै रिसाएका थिए। उनीहरू सबैजनाले बुढोलाई ढुङ्गाले हानी फेरि मार्न खोज्छन् तर छुचो बुढो अहिले पनि उनीहरूबाट बचिहाल्छ। अर्को दिन सबैजनाले यो घरलाई ठिक पारिरहेका थिए तर यतातिर त्यो छुचो बुढाले घरलाई एउटा मान्छेलाई बेचिरहेको थियो किनकि छुचो बुढाले आफ्नो परिवारलाई बेसहारा गराई तडपाउन चाहन्थ्यो। बुढाले त्यो घर बेचेर यता आफू त्यो प्रोस्टिट्युटसँग खुब इन्जोय गरिरहेको थियो। बुढाले जुन मान्छेलाई घर बेचेको थियो उनीहरू त झन् यिनीहरू भन्दा 1 पुस्ता धेरै रहेछन्। उनीहरूको रेल जत्रो परिवार सकिनेको नाम नै लिइरहेको थिएन। यो 4 पुस्तावाला परिवारले छुचो बुढाको परिवारलाई घर खाली गर्न भन्छन्। छुचो बुढाको परिवारले घर त खाली गर्दैन, झन् उनीहरूसँग लड्न थाल्छन्। यता छुचो बुढाले थाहा पाउँछ कि उसको परिवारले घर खाली गरिरहेको छैनन् भनेर। उसले भर्खर एउटा नयाँ गाडी किनेको थियो। त्यही गाडी उसले आफ्नो घरभित्र छिराइदिन्छ जसले गर्दा उनीहरूको गटर जस्तो घर अब कबाडखाना भइसक्यो। उसको परिवारले त्यो रहेको घरलाई भत्किनबाट रोकिहाल्छ अनि दुईटै परिवार त्यो घरमा बस्न थाल्छन्। पहिला त यो घरमा 3 पुस्ता मात्र बस्ने गर्थे, अबदेखि 7 पुस्ता बस्ने गरेछन्। छुचो बुढाले अहिलेसम्म पनि सबैजना माथि शंका गर्ने गर्छ। बुढोले आफ्नो पैसा आफ्नो भाँचेको हातको पट्टीमा लुकाएर राख्ने गर्छ अनि अहिले पनि उसले आफ्नो परिवारलाई घटाउनको लागि उनीहरूलाई मार्ने प्लान गरिरहेको छ। अब यो परिवार कम हुन्छ नै त्यो त थाहा भएन तर झन् बढ्दै चाहिँ गइरहेको छ। भन्नुको अर्थ छुचो बुढाको साइली छोरी अहिले प्रेग्नेन्ट छे। सो यसैको साथमा यो सेन्सलेस मुभी यही सकियो। सी यू इन अर्को भिडियो है त।